हेर्नमा हेर्दैमै खुङ्खा टाइपको छ क्या हो कि भन त छोरा मान्छे अस्ति यही त उतै त हो नि होइन फेरि यहाँ जराएर चुप गरेर बसिदिन्छ अनि मुजी ल्याइ हुन्छ यहाँ खफ छ खफ जरायो आउँछ यहाँ जङ्गली जनावर धेरै आउँछ यहाँबाट हामी त यहाँ डिप जङ्गलको बाटो हिँडिरहेको छ जस्तो स्याला होइन टेन्सन यो त डिप जङ्गल छ यहाँ हाम्रो यो मिनी हाइकिङ होइन त साथी मिनी हाइकिङ गर्दैछ हाम्रो अगाडि साथीले डिस्क्राइब गर्नुहुन्छ यो ठाउँको कहानी यहाँ जे पनि भइरहेको छ यहाँ साइड साइडमा कस्तो दामी सिन देखिन्छ क्या अब यहाँबाट चाहिँ सनसेट हुन लागेको चाहिँ दामी देखिन्छ इट्स टाइप अफ यस्तो बवाल देखिन्छ क्या भ्यू चाहिँ फेरि है दामी सी द सन त्यो पानीमा झन् त्यो घामको रिफ्लेक्सन हेर नि साथी कस्तो बवाल देखाएको छ क्या ठाउँ त दामी छ नि जाउँ साथी अगाडि बाटो इट्स रियली नाइस भ्यू राम्रो भ्यू हो यो अब त झन् डिप छ त जङ्गल साथी ल हेर न यार कि मार्यो कि मर्यो होइन हिँड्दै हिँड्दै साथी ल यहाँ अब यो जङ्गली जनावरले कहाँबाट ल्यायो होला पुरै प्याज गाजर खाछ हातै काफी छ नि साथी फ्लाटफ्लुट हान्दै हिँड्दै नि हो कि भाग्ने हो कसम यस्तो फेरि भालुसाला आयो भने त तुफान हो नि फेरि दामी यताबाट नि खतरा भ्यू देखाएको छ सक्दैन नि फेरि ब्युटिफुल प्लेस अब यहाँबाट चाहिँ ठ्याक्क फेरि हो ल यति बाटो चाहिँ यहाँबाट यस्तो डरावना डेन्जर इट्स द मोस्ट डेन्जरस ट्रायल Go inside by your own risks, होइन त? Go inside by your own risks. We are not kidding, होइन साथी? We are not kidding. ल हेर यहाँ बाबुहरू टक्क साइकल गुडाउँदै तर यहाँको त सबै विद्या स्कुल जति सबै बिहान हुन्छ होइन बच्चाहरूलाई अहिले फेरि समरमा 9-10 बजे घाम अस्ताउने हो यहीँ होइन त हामीले अस्ति त्यो ऊ देखेको साथी चिल हो कि के देखेको उयो रूपमा देखाएको थियो त हामीले त्यहाँबाट भाएको थियो त यहाँ चाहिँ छैन यो कहाँ हो अब यो बाटो अब हामी यता तलतिर झर्दैछौँ कस्तो त्यो पास डिप टाइपको छ क्या ए त्यो हामी अस्ति पुलमा गएको यही बाटो होइन साथी
तर आनन्द छ होइन वेदर पनि सही छ नि त मान्छेहरू अनि मस्त वाकमा निस्किन्छन् अनि साथी समर इज के छ भन्दै नि समरको विशेषता समर इज हेभेन अँ समर इज हेभेन अँ विन्टर इज हेल विन्टर चाहिँ विन्टरमा क्यानाडामा नआइडे पनि हुन्छ यता फेरि गोरी तर विन्टरमा चाहिँ गोरी भयो भने चाहिँ फेरि रमाइलो हो भने फेरि विन्टर पनि भनेपछि है ल साथी सिङ्गल छ है साथी हो ल कसैले यसो राम्रो टक्क राम्री केटी गोरी छ है 25-26 वर्ष उमेर पुगे कि हो कि कोही गोरी नि कुन चाहिँ स्पोर्ट बस्नु पर्यो तिमीलाई कस्तो टाइपको केटी चाहियो साथी यस्तो क्याप्चर गर्नु पर्दैन त कस्तो दामी भ्यू छ क्या यहाँबाट ल मान्छेहरू टक्क चिलमा बसेका छन् होइन त्यो स्पोर्टमा अस्ति त यहाँ राफ्टिङ गरेर हो माथि वेदर पनि दामी देखेको कस्तो दामी यो चाहिँ टक्क यहाँ भोलिपर्सि साथीले कन्स्ट्रक्सन चाहिँ गर्ने हो कि के हो है ड्राई पिकनिक क्या साथी कपालसँग चाहिँ टक्क कपाल भयो भने चाहिँ यो ठाउँ दामी हो अनि चट्ट त्यो अस्ति एउटा टिकटकमा ट्रेन चलेको थियो नि 10 सेकेन्डमा समाट्न जाने केटा दामी हुन्छ you don't need money in Canada क्या विस आई कुड ग्राभ यु तरी होइन अनि स्वाट अब यहाँ कुर्सीमा नि के लेखाएको छ क्या पब साथी यहाँ लभिङ मेमोरी अफ जोन सिना टाइपको मान्छे यसले माछा मार्न रहेछ त इन लभिङ मेमोरी अफ नर्मन रोजियर आवर हिरो हस्बेन्ड ड्याड एन्ड ग्रान्डपा ओ ल बाजेलाई पनि यसो देखाइदिएको हार्दिक श्रद्धाञ्जली आत्माले बास पाउन् कस्तो टिप ह्युम्यानिटीको कुरा त्यहाँ प्लेग्राउन्ड सेग्राउन्ड पुरा रहेछ त त्यहाँ त दामी क्या बादल पनि कस्तो बवाल देखेको यताबाट यस्तो आएर दामी छ यता यो पार्ट झन् कस्तो बवाल देखिरहेको छ यहाँ फिसिङ गऱ्यो भने त साथी माछा त खतरा पाउँछ होला है यो के एसआइनी बोनी रिभर होइन यो एसआइनी बिहाउनी हो नि डिस्कभर सेन्टर जाऊ भने केटाले यस्तो दामी नाम यस्तो दामी छ यहाँ चाहिँ बवाल छ बवाल ठाउँ चाहिँ यहाँबाट झन् त्यो माथि डाँडाको भ्यू बवाल त्यहाँ एउटा बस्ने ठाउँ छ क्या अझै टक्क बेन्च छ क्या त्यहाँबाट झन् डिफ्रेन्ट देखिन्छ फेरि बवाल देखिन्छ यो बस्ने सिटी चाहिँ दामी देखिन्छ